हेलो गाइज, आज म तपाईहरुलाई लिएर आएको छु हवाई सेकेन्डरी राउटरलाई पासपोर्ट कसरी चेन्ज गर्न सक्छौं। मेन राउटर जुन छ त्यसलाई हामी सेकेन्डरी बनाएर त्यसको पासपोर्ट चाहिँ कसरी चेन्ज गर्न सक्छौं। सेकेन्डरी बनाउन तपाईलाई आउँदैन भने हाम्रो पुरानो भिडियो हेर्न सक्नुहुन्छ। अब सेकेन्डरी त बनाम तर पासपोर्ट कसरी चेन्ज गर्ने त्यो चाहिँ तपाईको सेकेन्डरी बनाएर चलाइरहेको छौं। पासपोर्ट चाहिँ कसरी चेन्ज गर्ने त्यसको बारेमा हामी देखाउनेछु तपाईलाई। अहिले हेर्न सक्नुहुन्छ हामीले अहिले चाहिँ तपाईको मेरो हवाई नै कनेक्ट छ। अहिले म चेन्ज गर्न खोज्दाखेरि मेरो मेनै राउटरको खोल्छ। यहाँबाट हेर्नु म राउटर स्टप पेजबाट हेरे हेर्नुस्। अब एकै सेकेन्ड हेर्न सक्नुहुन्छ हाम्रो मेन राउटरकै पेज खोलिरहेछ। अब हामीले पासपोर्ट चेन्ज गर्नु पर्यो सेकेन्डरी हवाई सेकेन्डरी राउटरको। त्यसको लागि सर्वप्रथम हाम्रो सेटिङ के मिलाउनु पर्ने हुन्छ। नेटवर्क सेटिङ अन गर्नुस् अनि तपाईको यहाँ एरोमा टच गरेर यहाँ आईपी सेटिङमा थिच्नुस्। यहाँ डीएचसीपी र स्ट्याटसमा गरेर हामीलाई आईपी चेन्ज गर्नुपर्ने हुन्छ। जस्तै रहेको छ मेरो राउटरको आईपी 192.168.1 यति रहेको छ मेरो राउटरको आईपी एड्रेस। यसमा 00 मैले हाल्दिए तर राउटरमा सेम नै हाल्नुपर्ने हुन्छ। राउटरमा जे छ आईपी हाम्रो सेकेन्डरी राउटरको त्यही हालेर सेभ गरिदिनुस्। सेभ भइसकेपछि इन्टरनेट चाहिँ चल्न छोड्छ। अन अफ गरेर यहाँ सेटिङ अन अफ गरेर हेर्न सक्नुहुन्छ इन्टरनेट चाहिँ चल्न छोड्छ तर हाम्रो पेज एक्सेस गर्ने सेटिङ अन भइसक्यो। यसको लागि हामी फेरि पनि तपाईको राउटर सेटअप पेज खोल्ने अनि यहाँबाट तपाईको अब यहाँ हेर्न सक्नुहुन्छ मेरो मेन राउटरको सेकेन्डरी राउटरको पेज एक्सेस भइसक्यो। अब हाम्रो युजर नेम पासवर्ड हाल्नुपर्ने हुन्छ। तपाईको अब के छ राउटर पछाडिको त्यही नै हाल्नु होला। त्यसबाट पनि एक्सेस भइहाल्छ। मेरो सेभै छ मैले राखिदिहाले एडमिन इपी हुन्छ मेरो। यति राखेर मैले लगइन गर्दिए। लगइन गरिसकेपछि तपाईको यहाँ तल देख्नुहुन्छ एडभान्समा थिच्ने। एडभान्समा थिचिसकेपछि तपाईको WLAN आउँछ। यहाँ थिचेर यहाँ हाम्रो पेजको भइसक्यो। अब हामी यहाँ नाम के राख्नुहुन्छ नाम पनि चेन्ज गर्न सक्नुहुन्छ। पासपोर्ट के राख्ने पासपोर्ट पनि चेन्ज गर्न सक्नुहुन्छ। यति गरिसकेपछि हामीले एप्लाई गर्दिने। एप्लाई गर्दिसक्नु भयो भने तपाईको चेन्ज हुन्छ। अनि तपाईको यस्तै नो इन्टरनेट फेरि पनि देखायो भने यहाँ तपाईको एरोमा थिच्नु होला। एरोमा थिचेर यहाँ तपाईको यो हम जुन आईपी सेटिङमा चेन्ज गराएको थियौं नि यसलाई डीएचसीपीमा फेरि गरिदिएर सेभ गरिदिनुस्। तपाईको नो इन्टरनेट छ। अब यसलाई अन अफ गरेर फेरि गरिदिउँ। अब चलिसक्यो हाम्रो इन्टरनेट चलिसक्यो। चेक पनि म गराइदिन्छु तपाईलाई। हेर्न सक्नुहुन्छ हाम्रो इन्टरनेट चलिसकेछ। यसरी तपाईले हवाई राउटरलाई सेकेन्डरी बनाएर पनि तपाईको पासपोर्ट पनि चेन्ज गर्न सक्नुहुन्छ। सेकेन्डरी बनाउन आउँदैन भने हाम्रो पुरानो भिडियो हेर्नु होला। त्यसमा केही डाउट छ भने हामीलाई कमेन्ट गर्नु होला। धन्यवाद। यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला।